जुत्ता खोल्ने एकदम रमाइलो छ म्याम कस्तो हुँदैछ ब्रेकफास्ट खाइहेरेर नै थाहा हुन्छ नि हैन बवाल हैन त पुरै हैन त केही छ भने भनिहाल्नुहोस् हस् देवेन्द्र सर मलाई त झन् रमाइलो नि मलाई के लागिरहेछ एकदम रमाइलो लागिरहेछ चिया दुधको चिया सकेछ दुःख लागिरहेछ खाने आइटम रमाइलो लालु पाते के एकदम बवाल छ नि ठीक छ नि ठीक छ हेलो सर मेरो नाम सोनिया के हुँदैछ रमाइलो हुँदैछ मेरो नाम के भन्छ यतापट्टि एकदम रमाइलो सर अनि वेलकम ब्याक टु माय च्यानल गाइज हैन क्यामेराम्यान चाहिँ मैले हायर गरेको अनि म हो सबभन्दा राम्रो मेरो च्यानललाई सब्स्क्राइब हान्दिनु एकदम रमाइलो भइरहेको लाइक शेयर सब्स्क्राइब हैन आफ्नो साथीहरुलाई शेयर हान्दिनु नमस्ते हामी चाहिँ स्कुलबाट पिकनिक आएको एकदम ठीक छ मलाई त हटाइदिनु हटाउँदैन खै त केरा त फला छैन रे ए ल रहेछ त ठुलो रुख रहेछ ल भयंकर रहेछ उ सर केरा हो माथि एप्पल देखाउनु हुँदैछ एप्पल ल ल ल आजको पिकनिक चाहिँ अलि राम्रै भएको छ यस्तो हरियालीहरू देख्न भएको छ हरियाली यतातिर यस्तो हैन यस्तो पनि देख्न छ हैन यस्तो राम्रै भएको छ अनि यस्तो पनि छ हैन फुलको बोट पनि देख्न पाइयो
यताउता फलफुलहरूको बोर्ड पनि देख्न पाइयो पाइयो होइन मौरी यताउता जनावरहरू नि देख्न पाइयो ल ठिक छ भेरी गुड हेलो सर के छ ठिकठाक छ के छ हजुरहरूको के हुँदैछ सर भर्खर हाम्रो नास्ता भयो है नास्ता भयो हामी पलाञ्चोक भगवतीमा आएका छौँ अनि हामी पिकनिक आएका छौँ यहाँ रमाइलो गर्दैछौँ केटाकेटीहरूसँग इन्जोइङ अर नट इन्जोइङ गर्दैछौँ हामी सर तपाईँलाई कस्तो फिल लाग्छ ओके थ्याङ्क यू म्याम थ्याङ्क यू सर हामी चाहिँ शान्तिनिकेतन 10 क्लासको विद्यार्थीहरू अनि हामी चाहिँ अहिले यहाँ पलाञ्चोक भक्ति के त यो घुम्न आएको छौँ र एकदमै रमाइलो नै भइरहेको छ तपाईँहरू पनि पिकनिक जाने इच्छा छ भने सो यो ठाउँमा विजिट गर्नु होला नमस्ते हामी चाहिँ आज निशा मगर श्री शान्तिनिकेतन सेकेन्डरी स्कुल अनि कक्षा एससी दिने विद्यार्थी कक्षा 10 को अनि यो के अरे पलाञ्चोक भगवती भन्ने ठाउँमा हामी चाहिँ त्यो पिकनिक आएको अनि तपाईँहरूलाई नि इच्छा छ भने आउनु होला एकदम रमाइलो ठाउँ छ कक्षा 9 मा अध्ययन गर्दै आएकी छात्र विवश तामाङ अनि आज चाहिँ हामी यहाँ शैक्षिक भ्रमण नै भनौँ पिकनिकमा चाहिँ आएका छौँ अनि यहाँ चाहिँ एकदमै राम्रो वातावरण छ अनि यहाँ चाहिँ हाम्रो श्री शान्तिनिकेतन विद्यालयले चाहिँ एकदमै राम्रो खाजाको खानाको सबै व्यवस्था गरेको छ लागि धेरै धेरै धन्यवाद हाम्रो काभ्रे पलाञ्चोक घनश्याम सरको ससुराली गाउँ हिँडेको के भयो त कुरो के भयो मैले गरेको कुरो के भयो भने गुरु नमस्कार नमस्कार के छ गुरु खबर एकदम ठिक छ राम्रो छ अब यो चाहिँ खासै मलाई पनि त्यति थाहा छैन म पनि भक्तपुरदेखि आएको आज हाम्रो श्री शान्तिनिकेतन माध्यमिक विद्यालय सुनपा 8 बाट यो पलाञ्चोक भगवतीमा एक दिने वनभोजको कार्यक्रम राखेको हुँदा हामी शिक्षक लगायत सबै आएकोले रमणीय ठाउँ रहेछ यो हेरौँ लाग्ने र यो ठाउँमा अरू विद्यालयहरूबाट पनि आउने रहेछन् ठाउँ रमाइलो रहेछ खुसी लाग्यो सर हस् थ्याङ्क यू सकुल सर नमस्कार नमस्कार गुरु नमस्कार आजको के छ तपाईँको विचारमा यस ठाउँको बारेमा र विद्यालयले आयोजना गरेको वनभोजको बारेमा यो ऐतिहासिक वनभोज कार्यक्रम आयोजना गरेको छ हाम्रो शान्तिनिकेतन माध्यमिक विद्यालय सुनपा 8 भक्तपुरले यसमा सहभागी हुँदा निकै नै खुसी छु साथमा र यो रमणीय स्थलमा चाहिँ हजुरहरूलाई अब हामीले यहीँबाट स्वागत गर्न चाहन्छौँ पहिलो कुरा अत्यन्तै रमणीय लाग्यो हजुरहरू घनश्याम गुरु र म मिलेर यहाँ गर्दैछौँ अब कस्तो लाग्यो यसो प्रतिक्रिया दिन नबोल्नु होला हस् थ्याङ्क यू नमस्कार हस् त धन्यवाद सर हस् जस्तो लाग्दैछ यो
यो भनेको कफीको बोट जस्तो देखिन्छ सरसर्ती हेर्दा। यहाँ कफी पनि रहेछ अनि कफी पनि हुँदो रहेछ ल यहाँ। कफी पनि हुँदो रहेछ भन्दै नमस्कार गुरुबा। नमस्कार। कहाँबाट पाल्नुभयो हजुर? खोइ म पर्सि चाहिँ तोरी छर्ने एकल गोरु भनौँ भनेर आएको हजुरलाई। हजुर हजुर यहाँ चाहिँ अनि हेर्नु न हाम्रो यहाँ सरको चाहिँ यहाँ छ यतापट्टि गोरु पालेर रहन्छ सर अहिले गाई मात्र रहेछ सर पहिला। अब अहिले चाहिँ यहाँ यो गोरु पाल्न सकिएन। हेर्नु अब सबै सहरतिर जान्छन्, हामी यहाँ पाहाडमा यसो अलिअलि गाईलाई कुँडे पकाउँदैछु सर। ल एकदम रमाइलो पिकनिकमा आइएको छ, खाइएको छ, रमाइलो गरिएको छ, बसिया छ घुमिया छ। पलाञ्चोक भगवतीले एकदम हामी सबैको रक्षा गरिराख्नु भएको छ। Thank you.
साली मन पर्यो न त ठट्टै मन पर्यो न त ठट्टै मन पर्यो न त ठट्टै मन पर्यो न त सने मै हो जे हातले नै हो जे मेरी
त्यसकी छोरी मेरो धड़कन रुक दिया मेरो धड़कन रुक दिया भीगी भीगी रात में मीठी मीठी बात में ऐसा लगता मुझे तरम तरम भीगी भीगी रात में मीठी मीठी मकई वाली सुंदर Yes,